हेलो एभ्रिवान, आज चाहिँ म बनाउँदैछु चिकन र तामा है। यो चाहिँ एकदमै मिठो हुन्छ, तपाईँहरू पनि ट्राई गर्नुहोला। तेलमा चाहिँ मैले हालेको छु मसला, त्यहाँबाट हालेको छु लसुन सानो काटेर हाल्नुपर्छ लसुन, अनि प्याज र टमाटर चाहिँ ठुल्ठुलो काटेर चाहिँ हाल्नुपर्छ। अन्त खोर्सानी माथिबाट हालेँ। अन्त मैले चाहिँ चिकन चाहिँ लाइट फ्राई गरेको छु, डिप फ्राई चाहिँ गर्नु हुँदैन। मजाले लाइट फ्राई पाक्ने गरी आधी जस्तो पकाएर हालेर चाहिँ मजाले चलाउनुपर्छ। माथिबाट हल्दी नुन हालेर चाहिँ मैले हालिसकेँ ब्याम्बो सुट, त्यो चाहिँ तामा जो चाहिँ उसिनेर राखेको मैले बोइल गरेर मजाले चलाएर चाहिँ छोपिदिनुपर्छ, एकछिन पाक्नुको लागि छोडिदिनुपर्छ। अन्त त्यहाँबाट यो लगभग पाकिसक्यो। यहाँ चाहिँ मैले सस हालेको छु। ससमा चाहिँ यो सबै मिक्स छ, यसमा चाहिँ सोया सस छ है, अन्त भिनेगर छ। अन्त यो चाहिँ मैले माथिबाट के हालेँ भने यो चाहिँ चिल्ली गार्लिक ओइल हो। यसमा चाहिँ लसुन र खोर्सानी अन्त तेल चाहिँ के पनि सक्यो है। अब म यसलाई प्लेटिङ गर्छु। अन्त चाहिँ बाँकीहरू मैले यहाँ हालिसकेको छु है। हेर्नुहोस् त कस्तो दामी देखेको छ, यति मिठो हुन्छ, तपाईँहरू पनि ट्राई गर्नुहोला है। अन्त चाहिँ म यहाँबाट चाहिँ के छर्दैछु माथिबाट भने सेतो तिल हाल्दैछु। सेतो तिलले पनि टेस्ट एकदमै बढाउँछ, यति मिठो हुन्छ है। मलाई चाहिँ एकदमै मनपर्छ है, तपाईँहरू पनि ट्राई गर्नुहोला। अन्त यो चाहिँ तपाईँहरू रोटीसँग अन्त खानासँग जेसँग खाँदा पनि हुन्छ।